अब हाम्रो चाहिँ रोटी पोल्ने प्लानिङ हुँदैछ यहाँनिर। पहिलो रोटी हाले देउसी खेल्ने टिम आइसक्यो है त। झिलिमिली झिलिमिली हाम्रो गाउँको युवाहरू चाहिँ यहाँनिर अहिले देउसी खेल्न निस्केको छ हैन। यहाँनिर घरको संस्कारी छोरोले चाहिँ अब रोटी पोल्दैछ यहाँनिर अन्तिममा लास्टमा हिरोको खेल भनेर। म चाहिँ अहिले भर्खर बाख्राकोठालाई गएर बाख्रा बाँधेर चाहिँ भर्खर घरमा आइपुगिसकेको छु। अनि आज चाहिँ बेलुका रोटी पोल्ने भनेर चाहिँ अब हाम्रो चाहिँ रोटी पोल्ने प्लानिङ हुँदैछ यहाँनिर। अब रोटी पोल्छौँ हैन, हेरौँ कस्तो बन्छ रोटी, मिठो पकाएर खाने भनेर चाहिँ यहाँनिर हाम्रो प्लानिङ हुँदैछ। अब हेरौँ है त रोटी कस्तो हुन्छ। ल हाल्दिउँ रोटी चाहिँ कडा रोटी पकाउन सुरु गरिसकेको छु। यहाँ चाहिँ अब तेल यो फुटाएर लाउनु पर्यो तेल, त्यस पछाडि खाएपछि सुरु हुन्छ। गोलो भयो त। ल यो चाहिँ रोटी राख्ने ठाउँ। मैले चाहिँ एकदम मेहनतको साथ कोलाको पातलाई चाहिँ बिछाएर राखेको छु। अब पाक्यो रोटी। गोलो भयो। गोलै भएन भने त केलाई रोटी पोल्नु त फिटिँदै हुन्छ। ल फर्स्ट रोटी एकदम दामी भयो। अर्को नि आयो। ल अनि यहाँनिर आमा चाहिँ एकदम खतरा, यहाँनिर गाउँको चाहिँ एकदम फेमस चर्चित पल्लो घर समेत आमा पोल्नु जानुहुन्छ रोटी बोलाएर। अनि जति मान्छेहरू मरेको छ त्यति रोटी पोल्दा पूजामा मान्छेको भोजलाई के भन्छ, मान्छे मरेको क्रियामा, अनि त्यस्तो बेला पूजा यताउता बिहेतिर लाने, कोसेली माइत, अनि तिहारमा दुतिया लाउने, सबैतिर चाहिँ आमाको ठुलै योगदान छ यो गाउँमा रोटी पोल्नेमा चाहिँ। अनि राम्रो भएको छ यहाँ मिठो। कसैले पोलेर त कचेक खिचिगएको जस्तो डाँडै डाँडा हुन्छ। सिधा सट्ट पऱ्यो। आज चाहिँ नरम डोनट बिस्कुट जस्तै। साथीको नाना कति खाने खाँदा हुन्छ को छ त खाने, हामी नै हो खाने। नखाने भएछ नि भोलि केटाकेटीलाई किन कति खान्छ र तिनीहरू। मुठे देखा बिरालले चाहिँ मागेन त आज त रोटी खाँदैन बिरालले। ओ बेला फेरि कोहरू कि जरो पाउँथ्यो अहिले बाघको कन्ती लाउँथ्यो पाउनु नि। एकचोटि खाएपछि माग्नु चाहिँ मन जस्तो खानु पाएन नि मान्दैन।
ल यहाँ चाहिँ हाम्रो बेलुका खेर चाहिँ देउसी खेल्ने टिम आइसक्यो है त आजबाट सुरु भयो अब देउसी हेरौँ न दिपो सुरु गरौँ न अनि के छ र होइन अब म एकदम रेडी छु ल लु सुरु हेर्नु त देउसी रे भन्ने कस्तो रहेछ त देखाउँदो रहेछ हेर्नु त दिवस लु खेलौँ छिट्टो कलाकार अनि मेरो उमेर 1 2 3 4 5 6 7 जना 7 जनाको टिम बेलुका खेर आइसकेको छ भित्र रोटी पाक्दैछ बाहिर देउसी सुरु हुँदैछ अब आहे झिलिमिली झिलिमिली केको झिलिमिली केको झिलिमिली आहे फुलको झिलिमिली फुलको झिलिमिली बत्तीको झिलिमिली बत्तीको झिलिमिली देउसे भाइ हो देउसे भाइ हो सिरी पाँचले ए हुकुम बक्सी आएको हामी देउसे खेल्नु वर्ष दिनको चाड है भनी आइपुग्यौँ बाबै आइपुग्यौँ आमै रातो माटो यहाँ चाहिँ म देउसीको लागि चाहिँ दक्षिणा तयार गर्दैछु यहाँ छ चामल अनि दक्षिणा बत्ती बालौँ यो बत्ती चाहिँ फेरि पुरानो जमानाको यो बत्ती चाहिँ अहिले प्रायः जस्तो चाहिँ देख्नको लागि चाहिँ दुर्लभ हो अनि यसरी चाहिँ हाम्रो गाउँघरको कुनातिर मात्रै हुन्छ ल यो बालेर चाहिँ अब म बाहिर निकाल्दैछु ल अब चाहिँ देउसी टिम चाहिँ यहाँ एकैछिन खाजा खाने क्रम छ कति घर खेल्नुभयो दिक्क हामी सिमसार 4 ए सिमसार पेलेर यता आइपुग्नु भएको मुनि हो ए धेरै घर डुलिसक्नु भएछ बेलुका पनि 4 बजी बाख्रा बाँधेर बाटो लागेको नानीहरूले के कुदाको नलजाइकन मुख नछोपी खाने सबैजना ल बनाइदिन्छ यसरी तेल चाहिँ टकटकाउनु पर्छ अनि तेल झरे पछाडि यसरी राख्ने ल यहाँ चाहिँ हाम्रो होनार युवाहरू चाहिँ हाम्रो गाउँको युवाहरू चाहिँ यहाँनिर अहिले देउसी खेल्न निस्केको छ होइन सबैजना एकदमै खतरा लायकको योग्य केटाहरू चाहिँ छ यहाँनिर ज्यान छ ज्यानमा ज्यान अनि फेसमा फेस लुक्समा लुक्स केटाहरू कोही इच्छुक हुनुहुन्छ भने कमेन्ट गर्नु होला केटाहरूको नम्बर 101 म नम्बर उपलब्ध गराइदिन्छु ल अब देउसी खेलिसकेर एकछिन हामी चाहिँ यहाँ एकछिन गफ गर्दैछौँ है त के गर्नु वर्ष दिनमा भेट भइन्छ होइन चाडबाडमा केटाहरू आउँछन् यसरी घरमा कहिलेकाहीँ गफ गर्न अनि गफ गर्दैछौँ है त अब चाहिँ यहाँनिर घरको संस्कारी छोरोले चाहिँ अब रोटी पोल्दैछ यहाँनिर अन्तिममा लास्टमा हिरोको खेल भनेर अब हेरौँ कस्तो हुन्छ रोटी हातमा गममै लाउने होइन त आमा ओहो रोटी त अनि कडा भयो त हौ फेरि आमा रोटी यो हो नि त रोटी यस्तो पोलेर यहाँ देख न यस्तो पोलेर हुन्छ त
असली रोटी यो हो नि त डढीको यो टेबलै नमिल्दो रहेछ नि त डढीको एकपट्टि त अनि सानो झुन्डा सानो भयो डल्ला डल्ला पाकेको छैन एकपट्टि सानो भएर पाक ल भाङ्सा खारा ल सक्सेस भयो है भाङ्स खारा जोडिँदा जोडिन्छ नि त झन्डै पुगेन छिनी गएको त भएन ल आहा फेरि अर्को लट अब अर्को आयो अर्को लट अब यता हेरौँ है गाइजहरू अब चाहिँ राम्रो बन्ने सम्भावना 3 फन्कै घुमाइदियो नि त ओके गाइजहरू यहाँ रोटी पोल्ने कार्यक्रम भइरहेको छ ओ ल यो चाहिँ पाक्छ अनि सक्यो ल मम्मी पोल्नु भन्नुहुँदै थियो न रोटी फेरि अब सेकेन्डमा आयो यसरी तेललाई चाहिँ टकटकाउनु पर्छ अलिअलि तेलको थोपा ल रोटी यसरी बनाउने हो यता पोल्दै हुनुहुन्छ यता ग्राहक हाम्रो ग्राहक चाहिँ खाँदै हुनुहुन्छ रोटी यता ग्राहक अन्तिम हो यो चाहिँ लास्ट 2082 को अन्तिम रोटी स्वाइला भएन होला नि ल सिद्धियो अब रोटी साढे 3 किलोको छिटै बसिसक्यो